केही देख्दैन त बाटो। रोक 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 ल। साथीहरू लड्यो। वेलकम ब्याक चाहिँ आजको नयाँ ब्रान्ड न्यू एपिसोडमा। र आजको ब्रान्ड न्यू एपिसोडमा चाहिँ के छ भने मैले फर्स्ट टाइम मैले आफैले भोइस ओभर गर्दैछु। मेरो लागि यो फर्स्ट कुरो त होइन, योभन्दा अगाडिको मेरो च्यानलहरूमा पनि भोइस ओभर गर्थेँ, तर यो च्यानलमा चाहिँ मेरो फर्स्ट भोइस ओभर। मैले सोचेको पनि थिएन कि हामी जानु लागेको ठाउँमा धेरै अरू मान्छेहरू पनि आउँदैछन् भनेर। र यो आजको दिन फ्राइडे नै स्याटरडे र मेरो यो हो सेकेन्ड हाइक नेपाल आएर सेकेन्ड हाइक। तर यति धेरै रमाइलो भयो कि ओहो पुरै नगौँ। र बाटो यहाँदेखि ललितपुरदेखि त्यहाँसम्म जानको लागि बाटो हरेक बाटोहरू सबै राम्रो नै थियो, सबै पिच थियो। कुनै कुनै चाहिँ अलिअलि अफ रोड थियो, तर त्यस्तो साह्रो अफ रोड पनि थिएन। बाटोहरू यति राम्रो थियो कि ओहो म त कसम धेरै 2 वर्ष या 3 वर्षपछि नेपाल आएरको मेरो एक्सपिरियन्स यति रमाइलो थियो नि, म त स्वर्ग नै आए जस्तो लागेको थियो। बिच बाटोमा यति धेरै पानी पर्छ कि न त घर नै फर्किन सक्थेँ, न त अगाडि जान नै सक्थेँ। र त्यसैले हामी नेवारी खाजाघरमा बस्छौँ र एकछिन पानीमा इन्जोय पनि गर्छौँ। र सँगसँगै हामीसँग कुखुराको बच्चाहरू पनि। त्यो पानीमा प्योर गाईको दुधको चिया खानुको मजा नै बेग्लै। त्यसपछि हामी नेवारी खाजाबाट हामी चिया खाएर हामी यहाँसम्म आइपुग्छौँ, बागमती ब्रिज बगुवा भन्ने ठाउँसम्म। तर यहाँ पछि फेरि पानी यति धेरै ठुलो परेको हुनाको कारणले हामी एकछिन हामी बस्छौँ र त्यसपछि थोरै पानी रोकिने बित्तिकै हामी आफ्नो गन्तव्यतिर लाग्छौँ। देखि हामी यहाँ बागमती ब्रिजसम्म त्यहाँसम्म एकदमै राम्रो थियो, पिच बाटो थियो। जब हामी यो ब्रिज पछि माथि लाग्यौँ त्यसपछि बाटो एकदम अप्ठ्यारो थियो। रोक 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 ल। हामी यो ब्रिज कटिसकेपछिको मास्तिरको उकालोहरू एक्सट्रिमली हेभेन नै थियो, बाटो प्लस भ्यूहरू पनि। सरी हामी सँगसँगै आइरहनु भएको अरू ग्रुपको मान्छेहरू चाहिँ यहाँ बिच बाटोमा पानीमा लड्नुहुन्छ उहाँ, किनभने हेभी पानी परेको भएर पानी जमेको हुनाको कारणले बाटो देख्न पनि गाह्रो हुन्छ र कहाँनिर खाल्टो हुन्छ कहाँनिर के हुन्छ थाहै हुँदैन। साथीहरू लड्यो। यो ठुलो पानीको कारणले पानी जमेर कहाँनिर खाल्टो छ कहाँनिर के छ कसैलाई थाहै छैन। र अलि अगाडि पुगेपछि हामी पनि खाल्टोमा पर्छ।
मेरो खुट्टा भिजेकै छैन क्या म जुत्ता खोल्छु साले ला बिचमा यहाँबाट नआउनु ल यहाँ त लास्ट गइरो रहेछ नि भन्नु होला कि मैले किन सुजमा प्लास्टिक लगाएको प्लास्टिक चाहिँ किनभने मेरो सुज भिजिहाल्छ भनेर पनि हो र प्लस यदि भिजिहालेको खण्डमा चाहिँ जुगा टाँसिहाल्यो भने मलाई केही पनि थाहा हुँदैन त्यही कारणले चाहिँ मैले प्लास्टिक लगाएको थिएँ र एकदमै रमाइलो पनि भयो र मैले सोचेको थिएन कि यत्तिको रमाइलो हुन्छ भनेर र हामी एकछिन यहाँ खाजा घरमा रोक्छौँ र हामीले बाइकहरू यहीँ राख्छौँ अनि अघिको हिलोहरू मैले फेरि खुट्टा धुन्छौँ खुट्टा धोइसकेपछि सुज लगाएर फेरि हामी आफ्नो गन्तव्यतिर लाग्छौँ र यहाँदेखि सुरु हुन्छ क्या हाम्रो पैदल यात्राको सुरुवात माथि पुग्नु पर्छ उयो माथि हेर्दाखेरि त यहीँ माथि जस्तो लाग्थ्यो जब माथि पुगिसकेपछि बल्ल थाहा भयो कि यहाँसम्म चढ्नलाई पनि यति धेरै टाइम लाग्छ भन्ने एकछिन मैले त भन्नै बिर्सेको के अरे हामी कहाँ जाँदैछौँ भने हामी चाहिँ लड्डरम्बेश्वर हर हर महादेव समथिङ मन्दिर यही हो कुनै मलाई चाहिँ थाहा छैन किनकि म पनि फर्स्ट टाइम हिँडेको यो ठाउँमा मलाई चाहिँ साथीले ल जाउँ भाइरल ठाउँ हो यस्तो उस्तो भन्यो ओके म पनि नेपाल आएको थिएँ कति घरमा मात्रै बस्नु नेपाल आएन अन्त भनेर म पनि चल्दिएको त्यसपछि त्यही त हो नि केटाहरूको जोसे जोसमा हामी दुईजना मात्र फेरि हामी घरबाट निस्केको चाहिँ हामी दुईजना मात्र साथी र म हजुर आज कहाँदेखि आउनु भएको नि हजुर आज कहाँदेखि आउनु भएको नि ए तपाईँको टोली हो क्या फाइनली पुग्यो यहाँ चाहिँ 15 मिनट हिँड्नुपर्छ होला भन्दै त आइपुग्यो हामीहरूलाई त्यहाँ तलदेखि यहाँ माथिसम्म 2 घन्टा 15 मिनट चान्चुन लाग्यो तर अझैबाट उता पनि जानुपर्ने छ यहाँ माथिसम्म पनि यति धेरै पसल थियो खुसी लाग्यो र रमाइलो पनि भयो त्यहाँदेखि तलदेखि यहाँ माथिसम्म आउनलाई हामीलाई 2 घन्टा 15 मिनट नै लाग्यो अनि त्यसपछि हामी एकछिन बस्यौँ र पानी सानी किन्यौँ र प्लस त्यसपछि हामी आफ्नो गन्तव्यतिर लाग्यौँ र सँगसँगै हामी सँगसँगै पनि कति धेरै
मान्छेहरू आउनुभएको थियो त्यो दिनमा झन् एकदम रमाइलो पनि भयो सोचेको थिएन कि यसरी यति धेरै मान्छेहरू नै आउनुहुन्छ हामी सँगसँगै हाम्रो साथमा र हामी पनि उनीहरूको साथमा सायद मलाई भोइस ओभर गर्न नआएको हो कि कति पछि गरेर होला मलाई नै अप्ठ्यारो लागिरहेको छ हजुर त्यस्तो हो यहाँ त को झर्छ के अब यही हो कि ओह्रालो कस्तो छ ओह्रालो भेन्दरवाले सिडी ठाडो मजा मगा नि Sophie Oi awesome तिम्रो नाम के हो बिचित बिचित यो ओह्रालोहरूमा बल्ल तल ओर्ले किनकि उकालो चढ्न जति सजिलो छ ओह्रालो झर्न त्यति नै गाह्रो हुँदैन त्यो खुट्टा यस्तो कामेर हामी बल्ल तल ओर्ल्यौँ र यहाँसम्म आइपुग्छौँ अर्को डाँडासम्म अनि त्यसपछि आएर हामी यहाँनिर मन्दिरहरू गर्नुपर्ने कामहरू ढोक्यौँ पूजा गर्नुपर्ने ठाउँमा हामी खासै पूजा गर्ने सामानहरू त ल्याएको थिएन तर साथी गयो जोग्यो मैले पनि टाढेबाट दर्शन गरेँ अनि त्यसपछि योभन्दा अझै माथिबाट शिवजीको मूर्ति या फिर शिवजीको त्रिशूल थियो अनि त्यो मलाई पनि खासै यो मन्दिरहरूको बारेमा त्यति कुराहरू थाहा छैन एकछिन हामी यहाँ माथि आएर बसेर फोटोसोटो खिच्छौँ अनि एकछिन रमाइलो गर्छौँ र प्लस यो बादलहरू एकैछिनमा सरेर जाने एकैछिनमा छिनछिनमा हरेक 5 मिनटमा यहाँनिर बादलहरू घरि लाग्ने घरि एकैछिन घाम लाग्ने घरि एकैछिन हरेक 5-5 मिनटमा हरेक 3 मिनटमा कहिले उज्यालो कहिले अँध्यारो यो घुसुले गर्दा भइरहेको थियो र हामी यहाँनिर आएर एकैछिन फोटोसोटो खिच्छौँ भिडियो सिडियो खिच्छौँ त्यही त हो नि दुईजना भए पनि Well, I know how you want it to seem, but we'll watch as it all plays out. From the crest of the wave that we broke upon, and pulled you back into the sea, all the way down. Why'd it take all our life to explain? Thank you for watching this video. I hope फेरि पनि यसरी म भिडियोहरू हाल्न पाऊँ भन्ने आशा छ र हजुरहरूलाई फेरि पनि यस्तै भिडियोहरू राम्रो र इन्ट्रेस्टिङ खालको भिडियोहरू चाहिन्छ भने सब्सक्राइब प्लस लाइक प्लस नोटिफिकेसनको बेल आइकन पनि चिज्न नबिर्सिनु होला र आजको भिडियो यति नै भन्दै हस्त म बिदा लिन चाहन्छु थ्याङ्क यू फर वाचिङ दिस भिडियो
आजको भिडियो यति नै बाई बाई नभन्ने तै त मेरो साथी अब त ओह्रालो मा बुङडुङ डुङ 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 दौडिनु त हो त होइन यसरी नदौडिन त्यसरी दौड्यो भने त होइन ला हो Even in crowded rooms with all your friends. यही 24 मिनटमा हामी आधी घन्टा पनि लागेन तल झर्नलाई आधी घन्टा पनि लागेन यहाँसम्म बेला फर्स्ट सुरुमा झरेको फर्स्ट नै होइन सेकेन्ड धेरै मान्छेको कति त गाडीमा आएको छ यो त बाइकमा आउनेहरू Where goes the tide?